बनाउने यो फरक तरिका सेभ गरिहाल्नुहोस्। यसरी बनाउँदा साह्रै मिठो हुन्छ। पूरा रेसिपी हेर्नुहोस्। सबैभन्दा पहिले 2वटा टमाटरलाई सिधै आगोमा राखेर राम्ररी पोल्नुहोस्। यसले चाउचाउलाई एउटा गजबको स्मोकी फ्लेभर दिन्छ। अब पोलेको टमाटरको बोक्रा निकाल्नुहोस्। अब यसलाई मिक्सी जारमा राख्नुहोस् र साथमा लसुन, सुकेको रातो खुर्सानी र थोरै पानी हालेर मसिनो पेस्ट बनाउनुहोस्। एउटा भाँडामा पानी उमाल्नुहोस् र चाउचाउलाई मात्र 2 मिनेट पकाएर पानी तार्नुहोस्। अब एउटा प्यानमा तेल तताउनुहोस्। त्यसमा काटिएको प्याज र हरियो खुर्सानी हालेर हल्का खैरो हुन्जेल भुट्नुहोस्। प्याज भुटिएपछि तयार पारिएको टमाटरको पेस्ट हाल्नुहोस्। यसमा बेसार, धनिया धुलो मिसाएर 1-2 मिनेट पकाउनुहोस्। अब चाउचाउको प्याकेटमा आउने मसला हाल्नुहोस्। साथै बाँकी रहेको 2वटा काँचो टमाटरलाई सानो टुक्रामा काटेर हाल्नुहोस् र केही बेर गलाउनुहोस्। अन्त्यमा उमालेको चाउचाउ र धेरै मात्रामा हरियो धनिया हालेर राम्ररी मिसाउनुहोस्। 1 मिनेटसम्म चलाएपछि तपाईको तातो र चटपटे रोस्टेड टमाटर चाउचाउ तयार भयो। भिडियो मन पर्यो भने लाइक, कमेन्ट गर्नुहोस्।